तपाईलाई लाइसेन्स चाहियो, अफिसरले चाहिँ नि 3 महिना पछाडि आउनु वा 20,000 रुपैयाँ पैसा दिनु भन्नुभयो। पहिलोपटक तपाईलाई सुन्दा झस्स रिस उठ्यो, गलत कुरा भन्यो यसले मसँग भन्ने लाग्यो। तर सबैले त्यस्तै गरेको देख्दा 1 महिना पछाडि तपाईले पनि यहाँ त यस्तै छ चलिहाल्छ नि भनेर मन फेरिदिनु भयो। सिस्टम जस्तो मा तपाईँ पनि छिरिदिनु भयो। यो नर्मलाइजेसन अफ डेभिएन्स हो। गलत कुरा बारम्बार देख्दा एमिग्डालाको रेस्पोन्स विक हुन्छ अनि बिस्तारै सकलाई यसले एक्सेप्ट गर्दैन थाल्छ। मोरल डाइमेन्सन चाहिँ डिसिजनबाट डिसअवेयर नै होइदिन्छ हैन। ब्रेभ चाहिँ फ्यासिलेसन फ्री जस्तो हुन्छ। गलत हो तर एभ्रीवान डज इट भनेर हामी चोकिन्छौँ। यस्तो कुकर्मले ट्रस्ट चाहिँ नि कोल्याप्स हुन्छ। जीडीपी 5% सम्म लस हुन सक्छ। नेक्स्ट जेनेरेसनले करप्सनलाई स्मार्ट पाथवे ठान्दिन सक्छ। यो निकै खतरनाक कुरा हो। इन्डिभिजुअलमा यसको कारण चाहिँ नि मोरल कम्पासको चाहिँ लस्ट हुन्छ। हामी आइडेन्टिटी कम्प्रोमाइज गर्ने अवस्थामा पुगिरहेका हुन्छौँ। सोसाइटीमा इन्स्टिट्युसनमाथि चाहिँ नि डिस्ट्रस्ट बढ्छ हैन। डेमोक्रेसी खोक्रो हुन्छ। इन्टरनेसनल रेपुटेसन पनि हाम्रो ड्यामेज हुन्छ। जस्तो सिङ्गापुर चाहिँ नि जिरो टोलरेन्स भएकै कारण डेभलप हुन सक्यो अनि हाम्रो नेपाल चाहिँ नि नर्मलाइजेसनकै कारण आज पनि यो गतिमा छ हैन। हामीले यो अवस्थाबाट बाहिर निस्कनको लागि चाहिँ जिरो टोलरेन्स एक्सपिरियन्स या प्र्याक्टिस चाहिँ गर्नु पर्यो हैन। बेइमानपन सिधै रिजेक्ट गर्नु पर्यो। एथिक्सलाई भिजिबल बनाउनु पर्यो। नीतिगत समस्याका कारण चाहिँ यी समस्याहरू आएको हो हैन। ती कुराहरूलाई सबैभन्दा पहिले चाहिँ नि फिक्स गर्नु पर्यो हैन। नर्मलाइजेसन चुपचाप हुने कुरा हो तर तपाईको आवाज चाहिँ लाउड हुन सक्छ जसले आज अहिलेबाट नै इन्टिग्रिटी चाहिँ रिबिल्ड गराउन सक्छ।